आज सैटरडे हामीले सबैबाट एउटा एउटा गेम गर्ने गरेका छौँ। आज चाहिँ हन्डी फुटाए। आजको हन्डी फुटाएमा जसले यो हन्डी फुटाउँछ त्यसलाई छ उचित पुरस्कार भाले। अब चाहिँ यहाँ एक्सर्साइज गरेर सक्नु आँदैछ। मेन त टिकटकै हो। हामीले भनेर आउनु भनेर हामीले प्रचार गरेको होइन। टिकटकमा सट्ट लगाएपछि त्यही टिकटक हेरेर अनि म्यासेज गर्नुहुन्थ्यो कसैले आउनु न फ्री नै छ त के भयो त आउनु न भनिदिन्थे अनि आउनुहुन्थ्यो त्यही टिकटक माध्यमबाट पनि। तिम्रो माया मेरो मुटुभरिको तिम्रो माया मेरो लागि मुटुभरिको। जुम्बाहरूले के गर्यो यसो गर्छन् उनीहरूले यसो गरेर कहाँ जान खाना यस्तो गरेर डुल्छन् यस्तो गरेर हिँड्छन् उनीहरूले हेर्नको लागि गरेको यिनीहरूको काम नभएर काम बेगरका चाहिँ त्यहाँ गएर गरेको काम हुनेले गरेका गएका छैनन् भन्ने त कति चुनौती त आइरहन्छ नि नआउने हुँदैन नि चुनौती त कतिपय हामी कामै नपारे यहाँ गएको तिनीहरूको काम छैन र जान्छन् हामी काम हुने कहाँ भ्याउँछौँ भन्ने छ। तर आफ्नो लागि हामी स्वास्थ्यको लागि गएका छौँ। हामी चाहिँ छुट्ने टाइममा त्यहाँ गएर हामीले गरेका छौँ। हामी आफ्नो लागि हो भन्ने चाहिँ बुझेको छ। हामी चाहिँ आफ्नो लागि भन्ने जसले आफ्नो लागि हो भन्नुहुन्छ उहाँहरू आइराख्नु भएको छ। जसले अरूको लागि गर्दैछ भन्नुहुन्छ उहाँहरू आउनु भएको छ नि त्यही हो। नभएर शनिबार हामीले एउटा छुट्टै कार्यक्रम गरौँ न त। यसरी अब सबैजना रमाइलो पनि हुन्छ, एउटा ऊ पनि हुन्छ, साथीमा चिनाजान पनि हुन्छ, एउटा दुःख सुख साटासाट पनि हुन्छ होइन। अलिकति यसलाई नै अलिकति राम्रो गरौँ। यही कार्यक्रम किन जुम्मा मात्रै गर्ने, यसलाई अलिकति राम्रो बनाउनलाई शनिबार चाहिँ अब सबैको फुर्सद हुन्छ नि त। अरूबार त अब 6 बजीभन्दा उता बस्नुहुन्न होइन, टाइम हुँदैन भन्नुहुन्छ। अब बच्चा सानो हुन्छ, कसैको अब घरमा हेर्नुपर्ने हुन्छ। हामी पो बच्चा ठुल्ठुलो भयो, हामी जतिखेर जाँदा पनि हामीलाई खाना पकाउनु मात्र हो। अब अरू त धेरै समस्या हुन्छ नि त। अनि त्यो भएर उहाँहरू चाहिँ 6 बजीभन्दा उता बस्नुहुन्न, गइहाल्नुहुन्छ जुम्मा सकेर। अनि शनिबार चाहिँ सबैको फुर्सद हुन्छ, कार्यक्रम गराउँ न त भन्दाखेरि कहिलेकाहीँ अनि त्यस्तै हन्डी फोरहरू हामी कार्यक्रम राख्छौँ क्या। यो पल कति सुन्दर कति उज्यालो सक्ने भए म त बाँधेरै राखिदिन्थे समयका पहिला छेकेरै राखिदिन्थे।
देउसुरे घर बेटी आमा देउसुरे घर बेटी बाबा देउसुरे हजुरलाई सम्झी देउसुरे देउसी खेल्दै देउसुरे रमाइलो गर्दै देउसुरे वर्षैमा दिनको देउसुरे चाडैले गर्दा देउसुरे देउसी खेल्दा देउसुरे आयौँ हामी देउसुरे खोल्नु भनेर पनि आएको होइन क्या, त्यतिकै मर्निङ वाक गर्नु भनेर आएको होइन। अनि त्यो यत्रो सानो बुफर बोकेर बजाउँदा अनि त्यतिकै डेली नै बजाउँदा त्यो त्यतिकै यो त एउटा प्लानमा गरेकै होइन क्या, त्यतिकै। अनि त्यहाँबाट पछि मान्छे थपिँदै गर्दाखेरि पहिले सानो बुफर किन्यौँ, फेरि त्यसले भ्याएन, अलि ठुलो किन्यौँ, फेरि भ्याएन। 6 अफिसमा 3-4वटा बुफर छ। अनि फेरि यो अहिले गर्दै गरेका छौँ नि हामीले, यो चाहिँ नगरपालिकाको उपमेयरज्यूले दिनुभएको हो क्या हामीलाई। अनि यो चाहिँ मजाले धानिरहेछ, अहिले 150-200 जना मजाले कभर गर्छ यसले चाहिँ। जाते जाते मीठा मीठा गम दे गया, जाने जाने पता न चला, मोटी मोटी अखियों ने दे एक्सर्साइज चाहिँ अब सकुन्जेली र आफू बाँचुन्जेल चाहिँ गर्छु क्या, त्यो लाग्छ क्या मलाई चाहिँ।